ल हाम्रो साथीहरू चाहिँ त्यहाँ बनाउँदैछ रोटी ल हेर्दै यता सम्झे ल दाइ यता लगबहादुर ल यहाँ हामी रोटी दुईजना चाहिँ खाने दुईजना बनाउने है ल चट्टै दामी दामी लोकल भालेको ग्रेभी अनि लोकल क्वालिटीमा लोकल चिकन यो पिउँदा त माने कहिले कहिले घेर्ने गरी माने चपाइ क्या दामी छ रोटी यो के को पिठो हो आटा हो नि सम्झी प्योर आटा मैदा हो र गाउँको पिठो हो यो त गाउँको पिठो हो एकदम च्याट्ट लाएर अब मैदा पहिले फर्स्ट टाइमै हामी आएको 1 वर्षमा हामीले लोकल भाले भेट्यौँ क्रोएसियामा होइन हो कि होइन योभन्दा अगाडि त भेटेको थिएन नि त ब्रोइलरै मात्रै खाइएको थियो होइन ब्रोइलर आम फास्ट बनाउँदो रहेछ त रोटी त यार के हो सम्झे आफू चाहिँ हेरेको अरे यो लोकल घिउ हो त नेपाली घिउ हो नि होइन एकदम लोकल अनलाइनबाट अर्डर गरेको च्याट्ट साथीहरूले एकदम दामीसँगले बनाइरहेको छ ठुलो गरे चाँडै जड्छ भन्ने डर अनि ठुलो मान्छे झन् दामी लागेर म त रोटी यार काँचो भइहाल्छ है ठिक छ के काँचो हो मेरो यसो गर्ने यो मैदा होइन यो बङ्गाली चाहिँ लो के सम्झी हैन छिटो छिटो बनाउँदैन छिटो छिटो खान्छ के यो चाहिँ लोकल भालेको जस्तो लाग्छ आफूले चाहिँ मजाले सेकाउन तर पाक्न चाहिँ मर्जी बाबाले बनाउँछ उसले ट्याक्टर दाममा देऊ न पाकिरहेछ है कहिले पल्टाउने हो ल एकदम छिप्पिएको भालेको छ साथीहरूले छिप्पिएको लोकिदाई यो चाहिँ कोक हो है खानु न खानु म त बिहान हिजो मान्छे भात पनि खाइयो म त बिहान ल्याएर खाने बानी गरेको सम्झि तपाईँको यो ज्याकेट चाहिँ उता राख्नु त अहिले यहाँ झर्छ फेरि अहिले ल ज्याकेट यता हानु सम्झि हानु ल तपाईँको फेरि त्यो खाइने खाइदिए स्टाइल छ है यहाँ यो लोकल लाउने घिउ होइन त नौनी होइन सम्झि पाकेकै घिउ यो गाईको पाकेको घिउ ल ठिक छ घरबाट मगाएको नि सम्झियो नेपालबाट मगाएको अरे अनि आज चाहिँ यस रोटी यो रोटी यता लोकल भालेको ग्रेभी छ यसो है कि मैले बेच्दिउँ त तपाईँको धमा धमै किन्ने मेरो मान्छे मिसिले गर्दैन होला अच्छा हो तपाईँले त रोटी पेल्ने कम्पनी पढिदिनु पर्ने विदेशमा त मिसिले ट्याक्स काटेको त्यो चाहिँ होइन यहाँ त बेकारीमा त पुरा मिसिले त सम्झి अनि कहाँ सम्झि भन्ने आफू चाहिँ नखाने ल यहाँ आउँदा यहाँ सम्झि यहाँ आउँदा यहाँ डायमन्ड छ हौ यहाँ आउन यहाँ डायमन्ड भेट्यो ल आउनु त आउनु म सम्झिलाई विशेष बनाएर ल्याउँछु ल प्याक बनाएर ल्याएँ है डायमन्ड प्याक अब यसलाई चाहिँ चट्ट यसो गर्ने रोटीसँग बेरेर हाम्रो सम्झिलाई चाहिँ कुखुराको डायमन्ड
च्याट्टै यहाँ छ है एक टुक्रा डायमन्डलाई यसो गर्ने ओहो तातो स्याहार ए ट्रेन कति तातो हो सम्झि सम्झिलाई तातो खानु पऱ्यो ल सम्झि ओके त ल च्याट्ट ल डायमन्ड आ गरौँ त आ गर ल ए ट्रेन कस्तो छ डायमन्ड ठिक छ नि होइन अर्को साथीलाई के खुवाउँदै यार ए हाने आयो होइन यत्रो दुःख गरिरहेको छ डाइराको खोलेको ए म अहिले खान्छु यहाँ के छ डायमन्ड सक्यो भनेपछि पाङ्रा रहेछ ल च्याट्ट बुढालाई चाहिँ पाङ्रा स्याट्ट यसरी रोटीसँग बेर्ने प्याकको रोटीसँग बेरेर चाहिँ रोटी राखौँ न ल ल ल ल ल तपाईँलाई चाहिँ ल पाङ्रा खायो यार अहिलेसम्म कसले खान्छ त्यस्तो पाङ्रा भन्दै थियो ल ल ल लास्ट भएछ हाम्रो त रोटी त छ यार अझै सम्झे हेलो लोकबहादुर सर ल आउनु न यो छिप्पेको खुट्टा तपाईँ खानु त छिप्पेको मान्छे होइन त छिपेको खुट्टा त छिपेको मान्छेले खानुपर्छ अनि को सुहाउँछ कि त्यसलाई ल केमा लाउनु पर्यो यहाँ यो छिपेको कसले खान्छ त्यो अहिले होइन हौ यहाँ हो लास्ट छ यो उठाउनु त अनि हामी ग्रेभी यहाँ सोर्छौँ भएन क्या त्यो खुट्टाले सम्झिहाल्छ त्यो खुट्टाले ठाउँबाट के केमा लाउनु पर्यो म खाँदैछु त होइन यो उठाइहालौँ न हामीलाई सजिलो यो उठाउनु खुट्टा उठाइसक्यो अघि एउटा अरू यो उठाउनु न के भन्नु तपाईँ कङ्लिङ भन्छ होइन पन्जा चाहिँ पन्जा कङ्लिङ यो कङ्लिङ भन्ने कुरो पन्जा होइन कङ्लिङ भनेको चाहिँ सम्झि हाम्रो यो नलीलाई भन्छ क्या नली खुट्टा हो ठिकै हड्डी नलीको हड्डीलाई भन्छ कङ्लिङ त्यो लामाहरूले नि बोक्छ नि त्यो मान्छेको हड्डीको कङ्लिङ त्यो चाहिन्छ नि भन्छ नि ल ग्रेभी पनि सक्यो यार छुट्टै यो कङ्लिङ आउनु टाकटुक पारेर सक्यो है आउने कुरा लास्ट दाइले खानु र भाइले खानु एउटा त ल भाइले खाइदिए मैले खाइसकेको थिएँ अघि नि म खाँदैछु त्यही हो दाइले खानु र भाइले खानु एउटै हो म चलाउँदैछु कस्तो दामी छ त्यो छाला खाउँदा मैले यो खाएको नि त अघि यहाँ चाहिँ पछि हाल्ने कि पहिला हाल्नु भन्न खाने हो अब त्यो जस्तोरी पकाउने हो पकाउनु न तपाईँले होइन कम्प्लेन गर्नु है अब खाइपी पनि भयो होइन हाम्रो यता सरले लोकल भाले फेरि उब्रेको अघि पर्जी मर्जी यो के अरे यो फल मात्रै बनाउँदैछ अब म चाहिँ लाग्यो लन्ड्रे कट काट्न तपाईँ पनि काट्ने होइन अब हालिदिनु पर्यो जान्नु चाहिँ जान्दिनँ तर मैले उयो हालिदिएको फेमस भयो यार सैलिन पो खोल्नुपर्छ क्या भन्दै यार पर्छ सन्धि सैलुन खोल्नुपर्छ लु यहाँ बसौँ चट्ट यहाँ बसौँ सन्धि यो जति बाक्लो छ नि के भन्छ कपालै तालु छ होइन यस्तो चाहिँ राख्नु पर्यो कस्तो खालको कट हान्नु यार यस्तो फाल्नु पर्यो नभए मैले डाक्टर छड्काएको जस्तो बनाउँछु कस्तो डाक्टर झर्काएको छड्का के मोटो बदलको छड्का छ नि त्यसको यस्तो नरहेछ नि त ल चक्कर लगाएर अब म तयारी भए लन्ड्रे कट हालिदिन्छु म ल खाँदै ल ल उठाउँ आउँ सम्झै छिटो आउनु न अरे
ड्याम कि ड्याम होइन यो छोड्नु ल। बाबा, यो ड्याम कि ड्यामहरू चम्ची खाले त उठाउनु न आज खाने के म त खाइसकेँ कि ए उठाउनु न तपाईँ लजाउनु हुँदो रहेछ यार खानु न खानु तपाईँ त्यसो गरेर हुन्छ झ्याममा झ्याम खाने हो लोकल मासु पो त अलि सम्झि त्यो अर्को डायमन्ड खोयो अब मासु भुट्ने बाँकी छ यस्तो चिकनै एउटा पऱ्यो क्या सम्झी यस्तो डायमन्ड कता होला त्यही भएर डायमन्डै एउटा मात्रै परेछ क्या होइन होइन अर्को डायमन्ड हुन्छ नि अब यो यस्तो गरेर राख्ने हो क्या ड्याममा गजाउने नि होइन अर्को डायमन्ड कहाँ गयो ल लुगा पनि फर्ममा व्यस्त कहिले खाउँ फेरि भ्लग बन्दै होला भइहाल्छ कसो गर्नु एडिट गर्न मिल्छ होला नि त अन्त भन्नुहुन्छ एडिट गरिदिँदैन ठिक छ हौ रोटी दार भाइ त्यसोमा केटा चियर्स चियर्स ल दुईजना दारू पिउने दुईजना कोक पिउनेहरू चियर्स अनि खोइ मेरो त खाली रहेछ त यार सम्झिनु यार। खाली चेस गरेर भएन खाली चेस गराइदिने मलाई चाहिँ दामी आज मेरो खिचेको उतामा हातलाई ल हल्लाउने भने हल्लाउँ यो रोटी बनाउनु कहाँ सिक्यो हौ लोके ब्रो मैले हजुरमा के सिक्नुपर्छ के गर्नुपर्छ सबै गरिसकेँ धेरै भोग्या छ यार सम्झि है त्यतिकै अनि लाइफ यति अगाडि बढ्छ त सम्झि हो बढ्नु चाहिँ बरु अगाडि गयो तपाईँको उमेरमा त म माया टिप्ने यत्रो नि कमाउने हिँड्दा नि माया टिप्ने यतिको भयो भने म चाहिँ मेरोमा आशा गर्दा भइहाल्छ नि केही आशा गरिरहेको छु दाइ युरोपमा आएर भएन त मात्रै भएन मेहनत पनि गर्नु पऱ्यो हामी बेलामा युरोप आएन बुढेसकालमा आयो कुर्दैछ हो अनि के भयो भने तपाईँले गफमा बसेर कति कमाउनु भयो युरोपभन्दा कम्ती कमाउनु पर्छ त्यति बेला कमायो भने उदायो भने आफ्नो ठाउँमा छ त्यत्रो उडाएर पनि तपाईँको यो उमेरमा यतिको प्रगति गर्नु भनेको त ठुलो कुरो हो नि है रोटी खान्छ है रोटी छ कस्तो नरम भयो क्या नेपालीले यति गर्नु त गाह्रो पो हुन्छ नि भाइ गर्छ धनीलाई त अब छँदैछ ठाउँमा सबै चिज हामी जस्तोलाई त अनि यतिको प्रगति गर्नु भनेको त कहाँ हो हुन्छ यो छोरी अमेरिका पठाइसक्यो बुढालाई माने के टेन्सनै छैन छोरी लागिहाल्छ नि बिहान लागेर अमेरिकामा अमेरिका होइन इङ्ग्लिस बोलेर फेरि हामीलाई हैरानै पार्छ अहिले सबै ड्यामका हैरान बनाउँछ यार हैरानी बनाउँछ हामी त पढाइ लेख्यो भने अलिकति कमजोरी नै छ इङ्ग्लिसमा त बुढाले ड्याङ्की ड्याङ ढोकिहाल्छ इङ्ग्लिस त बोल्दो रहेछ यार ल चेस ल मान्छेले पढ्नु चाहिँ धेरै पढेको रहेछ हौ कहाँ गाविस पढ्यो कि गाउँपालिका हौ त्यसो न हो जमानामै स्कुलमा नि 10 सम्म पढे मान्छे पो त अहिलेको मान्छे हो मान्छे पनि हुने खाने खानदानको पनि हो नि सक्यो सबै लप टर्न म्यानेजरहरू मात्रै के अरे कर्नलहरू मात्रै रहेछ उहाँको काठमाडौँमा 4 तला बिल्डिङ घर कपाल काट्ने नि माथि यस्तो प्लास्टिक गिर्नुपर्ने अवस्था हो ठिक छ त ठिक छ सट्टा बेर्ने हो अनि एउटा पिन्टीमा यसो घुसाउने हो यहाँ सम्झि नुहाउने त अब रुममा गएर नुहाउने हो टाँसिएपछि त टाँसियो ल सम्झि च्याट लगाएर कालो मान्छेले हिरो बनाउनु पऱ्यो त सम्झि लन्डे कटाइन त लन्ड्रे गरेर सम्झि हिरो त माथि नन भ्याउँछ लास्टै